फाक्ले वा सिलीबाट सुरु भएर जानेछ र हजुरहरू सम्पूर्ण उपस्थिति रहनुभएका सम्पूर्णलाई यो सिल्लीमा सिलिपाहरूले सिली उठाउनु हुँदैछ र हजुरहरू सम्पूर्णलाई सिली माङपाले हजुरहरूलाई सम्मान जनाउँदै नमस्कार गरेर हजुरहरूलाई आदर सम्मान दिनुभएको छ र उहाँहरूले फाक्ले वा सिल्ली प्रस्तुत गरिसकेपछि उहाँहरूले नमस्ते सिल्ली गर्नुहुँदैछ। यहाँ त हजुरहरूलाई सम्पूर्णलाई नमस्ते गरेर उहाँहरूले आदर सम्मान जनाउनु हुँदैछ। उहाँहरूले हजुरहरूलाई सम्पूर्णलाई आदर सम्मान गर्दै पश्चात उहाँहरूले हजुरहरूलाई खेताला पात गाउँघरमा छरछिमेकीमा खोज्नु जाँदाखेरि आउनुहोस् है, मेरोमा आज मेलो छ, मेरोमा खेताला आइदिनुहोस् भनेर उहाँहरूले बोलाउने सिल्ली प्रस्तुत गर्नुहुँदैछ। र उहाँले बोलाइसके पश्चात उहाँहरूले सिल्ली खेताला पातलाई घरमा आएर बसाउने सिल्ली प्रस्तुत गर्नुहुँदैछ। उहाँहरूले खेताला पात आउनुभयो घरमा र उहाँहरूले बस्नुहोस् न भनेर बसाउने सिल्ली र अब फाड्ने सिल्ली। अब मेलोपातमा गइयो, झारपातहरू फाड्नु पर्यो, मेलो फाड्नु पर्यो भनेर उहाँहरूले मेलो फाड्ने सिल्ली प्रस्तुत गर्नुहुँदैछ र उहाँहरूले अब खन्ने सिल्ली प्रस्तुत गर्नुहुँदैछ। आफ्नो बारीमा पुगेर खेताला पातसँग नै मेलो खन्ने सिल्ली उहाँहरूले प्रस्तुत गर्नुहुँदैछ र यो खन्ने सिल्ली अभिनयद्वारा हजुरहरूलाई पस्केका छन् र उहाँहरूले बिउ छर्ने खेतबारी भयो, अब तयारी भयो, अब हामी बिउ छर्छौँ भनेर अन्नबालीका बिउहरू उहाँहरूले छर्नु हुँदैछ। ब्याड राख्नु हुँदैछ उहाँहरूले धानको र उहाँहरूले यस पश्चात ब्याड उक्लिसकेपछि उखाल्ने सिल्ली उम्रिसक्यो, उब्जिसक्यो, अब खेतमा तयारी भयो भनेर उहाँहरूले बिउ उखाल्दै बाँध्दै बिटा पार्दै उहाँहरूले राख्नु हुँदैछ र उहाँहरूले रोप्ने सिल्ली प्रस्तुत गर्नुहुँदैछ र उहाँले खेतबारीमा बिटा पारेको बिउलाई रोप्ने सिल्लीद्वारा हजुरहरूलाई पस्केका छन् र सिलिपाले गोड्ने सिल्ली रोपिसकेको छ र उम्रिसक्यो र झार पडायो भनेर चाहिँ उहाँहरूले आफ्नो सिल्लीद्वारा झार गोडेको मेलोमा झार गोडेको सिल्ली प्रस्तुत गर्नुहुँदैछ र उहाँहरूले अब पाक्यो, अब काट्नुपर्छ भनेर उहाँहरूले धान काट्नु हुँदैछ र उहाँहरूले धान काट्ने सिल्ली प्रस्तुत गर्नुहुँदैछ र काटेर राखेको धानलाई बोक्ने सिल्ली, बिटा पारेर बोक्ने सिल्ली उहाँहरूले प्रस्तुत गर्नुहुँदैछ। उहाँहरूले बोक्ने सिल्ली उहाँहरूले प्रस्तुत गर्नुहुँदैछ र अब सिल्ली पछार्ने सिल्ली हजुर यो दाइँ गर्ने सिल्ली हो र यसमा हजुरलाई धान पाक्यो, अन्नबाली भयो भनेर